नमस्कार साथीहरू, तपाईहरू कोरिया भाषा पढिरहनु भएको छ अथवा इपिएस टपिक्सको तयारी गरिरहनु भएको छ। यदि तपाईहरू तयारी गरिरहनु भएको छ भने तपाईहरूलाई यो भिडियो अत्यन्तै उपयोगी हुन सक्नेछ। भाषालाई राम्रोसँग लेख्न, पढ्न, शब्द निर्माण गर्न र फरर उच्चारण गर्न सकेको खण्डमा परीक्षामा तपाईहरू सजिलै पास गर्न सक्नुहुनेछ। तपाईहरूको समय बचत हुनेछ। समय बचत भएपछि तपाईहरूले क्वेशनलाई राम्रोसँग दोहोर्याइ तेर्याइ गरेर हल गर्न सक्नुहुनेछ। समय प्रशस्त भएको खण्डमा तपाईको मन आतिने छैन, जसले गर्दा नतिजा राम्रो आउने गर्दछ। आज म तपाईहरूलाई यस भिडियो अन्तर्गत रहेर कोरियन भाषा फरर पढ्ने तरिकाहरू, विधिहरू बताउने छु। भिडियोलाई हेर्दै गर्नुहोला र साथीहरू, तपाईहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरिदिनु होला, भिडियोलाई लाइक गरिदिनु होला र भिडियो कस्तो लाग्छ कमेन्ट बक्समा कमेन्ट पनि गरिदिनु होला। तपाईहरूले यहाँ देखिरहनु भएको छ एउटा तालिका। यो लाइनमा कोरियन व्यञ्जन वर्णहरू जुन 19 वटा छन् त्यो देखाएको छ भने तेस्रो लाइनमा कोरियन स्वर वर्णहरू 21 वटा देखाएको छ। तपाईहरूले यसरी एउटा तालिका निर्माण गरेर ती सम्पूर्ण व्यञ्जन वर्णहरूलाई यो लाइनमा लेख्नुहोस् र स्वर वर्णहरूलाई यो लाइनमा लेखेर तपाईहरूले अभ्यास गर्नुहोस् र नेपाली उच्चारण गर्नुहोस्, जसले तपाईलाई कोरियन अक्षर चिन्न, उच्चारण गर्न अनि शब्द निर्माण गर्न र पढ्न धेरै मद्दत गर्नेछ। जस्तो यो गलाई पढ्नु हुँदैछ भने गा, ग, गो, गु, गो, गी, गे, गे, गुए, गुई भनेर यसरी नेपाली उच्चारण गर्नुहोस्। त्यसले गर्दा तपाईको उच्चारण गर्ने बानी छिटो हुने गर्दछ। छिटोसँग तपाईले उच्चारण गर्न सक्नुहुनेछ। त्यसरी नै सबै पढ्नुहोस्। हामीले नेपाली भाषामा खराखरी कका की पढे जस्तै सबै व्यञ्जन वर्णहरूलाई 19 वटै व्यञ्जन वर्णहरूलाई यसरी तालिका बनाएर स्वर वर्णमा मिसाएर यसरी स्वर वर्णमा मिसाएर तालिका बनाउनुहोस्। सबै व्यञ्जन वर्णहरूलाई स्वर वर्णमा मिसाएर, जस्तो गलाई 21 वटा तयार गर्नुहोस्। तपाईहरू यहाँ देख्न सक्नुहुनेछ। यो लाइनमा 10 वटा छ भने यो लाइनमा 11 वटा छ। जम्मा 21 वटा स्वर वर्णहरू यहाँ लेखिएको छ। तपाईहरूले यसरी तालिका बनाएर 1900 वटा व्यञ्जन वर्णहरूलाई तयार गर्न सक्नुहुनेछ र पढ्न सक्नुहुन्छ। अघि तपाईले 10 वटा पढ्नु भयो भने यो लाइनमा 11 वटा पढ्न सक्नुहुन्छ। जस्तो हलाई पढ्नु हुँदैछ भने या, ह्य, ह्यो, ह्यु, वा, व, हे, वी, वे। यसरी तपाईहरूले मिश्रित स्वर वर्णहरूलाई जोडेर पढ्न सक्नुहुनेछ, जुन 11 वटा रहेका छन्। र तपाईहरूले एकल स्वर वर्ण जुन 10 वटा रहेका छन्, यी 10 वटा एकल स्वर वर्णहरूलाई पनि जोडेर तपाईहरूले पढ्न सक्नुहुन्छ। यसरी पढ्नु भएको खण्डमा छिटो छिटो फरर पढ्न सक्ने बनाउनेछ। अभ्यास गर्नुहोला, चाड बनाउनु होला र त्यसलाई चाहिँ कका की पढे जसरी नै कोरियन वर्णहरूलाई, व्यञ्जन वर्णहरूलाई स्वर वर्णमा मिसाएर पढ्नु भएको खण्डमा शब्दलाई सजिलैसँग नअड्किकन पढ्न सक्नुहुनेछ, जसले गर्दा तपाईहरूको समयको बचत र शुद्धिकरण आउने गर्दछ। साथीहरू, भिडियो कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला र यदि साथीहरू तपाईहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया सब्स्क्राइब गरिदिनु होला र माथि रहेको बेल आइकन पनि बजाइदिनु हुन अनुरोध गर्दै बिदा हुन्छु। धन्यवाद।